आफ्नो नानीलाई सधैँ आशीर्वाद दिनुहोस्। तपाईँलाई आशीर्वाद दिने कुरा थाहा छैन भने तपाईँले गन्ती 6 देखि 24 देखि 28 सम्म पढेर नानीलाई आशीर्वाद दिनुहोस्। इजरायलमा एउटा भनाइ छ, निर्बुद्धि आमा बाउले आफ्नो छोराछोरीलाई सम्पत्ति दिन्छन्, तर बुद्धिमान आमा बाउले आफ्नो छोराछोरीलाई आशीर्वाद दिन्छन्। हालेलुया। तपाईँले प्रियहरू आफ्नो नानीलाई सम्पत्ति नदिनुहोस्, तर तिनीलाई आशिष दिनुहोस्। संसारको कुनै ठाउँमा गए पनि तिनीहरू कहिले मागेर खाँदैन। तर तपाईँले सम्पत्ति जोडिदिनुहोस्, सम्पत्तिमा झगडा पो गर्छ, लडाइँ गर्छ, चोरले चोर्छ उनीहरूको सम्पत्ति। तर तपाईँले दिएको आशीर्वाद कहिले उनीहरूबाट हटाउनुहुन्न। तपाईँलाई थाहा छ इजरायल मरुभूमि छ, हाम्रो जस्तो धान फल्ने देश पनि होइन, तर इजरायल किन आजसम्म धनी छ? किनकि तिनीहरूले आफ्नो पुस्ता पुस्तालाई आशीर्वाद दिइरहेका छन्। हालेलुया। तपाईँ के दिनुहुन्छ आफ्नो नानीलाई? सम्पत्ति दिनुहुन्छ कि आशीर्वाद दिनुहुन्छ? अब हाम्रो नानीलाई चाहिएको आशीर्वाद छ। गन्तीमा जहिले पनि इजरायलीलाई दिने आशिष त्यो थियो। गन्तीको पुस्तकमा परमेश्वर दास मोसाले त्यही कुरा सिकाउँदा 6 अध्यायमा, परमप्रभुले तिमीलाई आशिष दिउन्, तिमीलाई रक्षा गरून्, परमप्रभुले आफ्नो मुहार तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह दिउन्, परमप्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति दिउन्। यो प्रार्थना चाहिँ जहिले पनि आशीर्वाद दिने प्रार्थना थियो। आज हाम्रो नानीलाई त्यो आशीर्वादको जरुरी छ। अनि हाम्रो नानीलाई जब तपाईँले आशीर्वाद दिनुहुन्छ त्यो